आज चाहिँ हामी यता पार्कतिर छौँ। हेलो हाई नमस्ते सबैमा सेवारो। आज चाहिँ हामी पार्क घुम्न आएको, यो भाइरल पार्कमा। यहाँ चाहिँ टिकट काट्ने काउन्टर छ। बिहिबार चाहिँ लाग्दैन, बन्द हुन्छ। अरू दिन चाहिँ लाग्ने रहेछ। हामी चाहिँ अब यहाँ टिकट लिएर भित्र छिर्ने। हामी सुरु गरौँ भित्र छिर्ने। यहाँदेखि अब सबैतिर हेर्दै जाने। अब यहाँदेखि भित्र गएर हेरौँ न त कस्तो कस्तो ठाउँ रहेछ, के रहेछ। के भाइरल पार्क त भन्छन्, हेरौँ अब के रहेछ। यहाँ यस्तो देखाएको रहेछ। यस्तो दामी देखाएको छ, देखाउँदैछ। अब घुम्दाखेरि कस्तो छ। उभै छ जाँदैछौँ। यहाँ चाहिँ दुबोमा नबस्नु भनेर चाहिँ तर सबैजना बसेर भोज खाइरहेका छन्। यहाँ चाहिँ उतापट्टिको साइडमा चाहिँ टेम्पल छ। यहाँ चाहिँ दिदी हुनुहुन्छ मेरो साथी। यहाँ यसो हेर्नु कस्तो राम्रो छ। सुरुदेखि बस्दा चाहिँ राम्रो राम्रो देखिरहेको सिनहरू। यहाँ यस्तो सजाएर राखेको हरेक कुराहरू राम्रो छ। ध्यान स्थलहरू यहाँ त्यही भएर सबैजना मान्छे यसो घुम्नको लागि यहीँ आउनु। त शीतल चाहिँ यति शीतल है, यो रुखको छायाले गर्दाखेरि होला। मेरो क्यामेरा चाहिँ कस्तो हल्लिरहेछ। यहाँदेखि यो केको बोट सबैजना बसेर खाजा खाने, नास्ता गर्ने गरिरहनु भएको छ। अब हामी यहाँदेखि कता जाने भन्दै सोच्दै हुन्छ। फेरि यसो जाने अब यहाँदेखि। बच्चाहरू केटाकेटीहरू सबै छन्। जे होस् यहाँ चाहिँ सानोदेखि ठुलो मान्छे सबैको मुड फ्रेस गर्नुको लागि चाहिँ यो ठाउँ एकदम राम्रो रहेछ है। शीतल हरियाली, बच्चाहरू पनि सबैलाई रमाइलो हुने रहेछ। यता कुद्छ उता ठाउँ पनि खुल्ला रहेछ। बस्नु पनि एकदम राम्रो। चराचुरुङ्गीको आवाज एकदम रमाइलो। यहाँ माथितिर चाहिँ हनुमानको मन्दिर पनि छ। यता हेर क्यामेरा पनि घरिघरि हालिएको छ। राम्रो आएछ। यो चाहिँ भाइरल फुलै तर मैले चाहिँ फोटो खिच्दिनँ, भिडियो मात्रै गरिरहेको। मान्छे यति छन् कि आमा फोटो खिच्नै पाइँदैन है त्यो फुलमा। यता पनि मान्छे जहाँ पनि देखिने हो। यहाँले चाहिँ हामी चाहिँ यति टाढो यस्तो मासतिर जानु। घरिघरि कस्तो के भन्छ यहाँदेखि हेर्दा चाहिँ यस्तो दामी छ। यहाँ बस्नु पाइँदैन के भन्नुहुन्छ। अब प्रायः बसेकै हुन्छ मान्छेहरू चाहिँ। दुबई मरिसकेको छ कि। फ्रेस हावा खानु चाहिँ यहाँ आउनुपर्छ है। प्राकृतिकसँग रमाउँदै बस्दै। यहाँ चाहिँ दिदी हेर्दै हुनुहुन्छ। हेर्नु बच्चाहरू झगडा गर्दै रहेछ। अब हामी चाहिँ यहाँ यसो घुम्ने मासतिर यता घुम्ने। एक राउन्ड लगाउनु पर्ने छ क्या। यहाँ ठुलो रहेछ पार्क चाहिँ। केको बोट भन्दा सुपारीको कि केको। यहाँदेखि यो चाहिँ जापानिज केरा अरे कि यो चाहिँ। अन्त छक्क परेको, देखेकै थिएन यस्तो केरा, विदेशी केरा।
धेरै रमाइलो भइरहेछ हेर लडबड खेलेर या चौरमा कतिजनाको जोडीहरू पनि होला नेताउँदै लुकिलुकी बसेका अरे भन्दा पनि बच्चाहरूलाई चाहिँ एकदम राम्रो भयो कि यता चाहिँ ध्यान स्थान लेखेको रहेछ रुख चाहिँ फेरि कति ठुल्ठुलो रुखहरू रहेछ क्या सबै माथि चाहिँ टिकटक बनाउँदै हुनुहुन्छ मान्छेहरू ध्यान स्थल त खै स्थलै स्थल हो कि के हो यता उभिपट्टिको साइड त खासै बस्ने ठाउँ छैन रहेछ हामी चाहिँ यहाँनिर तेर्स जाँदैछौँ यहाँ चाहिँ बिचमा ठाउँमा दानाहरू बिरुवा पनि देखिरहेको छ राम्रो फुलको बोट रहेछ यहाँनिर चाहिँ क्या है अब यहाँदेखि यता घुम्ने तपाईँ यो साइड चाहिँ धेरै यसो राम्रो छ तर मान्छेहरू पनि भिड उति नै छ फुलहरू पनि त्यति नै राम्रो रोपेको छन् यहाँ चाहिँ त्यही भएर मान्छेको भिड पनि अति नै छ यहाँ चाहिँ फुल हेर्नु फुल यहाँ ड्रागन फ्रुट लागि साइड फुलै फुल्छ यता पनि फुल्छ र हेरौँ त फुल वा ओलिसकेछ अब यता मन्दिर छ काकीमा यहाँ चढाएको प्रसाद खान होलान् के यहाँ बनकली देवी फोटो खिच्नु चाहिँ मैले त्यति खिचिनँ तर भिडियो चाहिँ गरिरहेको छु अनि फुलहरू चाहिँ एकदम राम्रो के यहाँ तर यो अलिकति भएन कि यो फोहोरहरू यहीँ छ यो फोहोर पनि अलिक सफा गर्नुपर्ने क्या त्यही भएर झन् राम्रो देखिन्छ उतापट्टिको साइड पनि ठाउँ डस्टबिन लडिरहेको देखाएको थिएँ मैले अब हामी चाहिँ हामी बाहिर निस्किँदैछौँ हेरिसक्यौँ घुमिसक्यौँ धेरै राम्रो रहेछ तर फोहोर चाहिँ अलिक भएन क्या ठाउँ डस्टबिनहरू लडिरहेको छ त्यो चाहिँ अलिक भएन क्या धेरै नै यता नि फरिफोर उता नि फरिफोर अब हामी चाहिँ यहाँदेखि खन्का घुमिसक्यौँ त्यही भएर अब हामी यहाँदेखि बाहिर निस्केर बाटो लाग्यो हामी चाहिँ रुम जाँदैछौँ दिदी र म अरूले यसो देख्नु होला कि यो मान्छेसँग कति हिँडेको बुढी मान्छेसँग को हो भन्ने उहाँ चाहिँ मेरो रुमको दिदी हो अब हामी सिधै जाने माथि
श्री श्री चुनचुननाथ अघरी बाबा अरे आश्रम। अनि दिदी चाहिँ मेरो यहाँ रुम छेउको दिदी हो क्या, त्यही भएर यताउता हिँड्दाखेरि कहिलेकाहीँ दिदीसँगै हिँड्छु। अब सँगै आफूसँगको साथीहरू त अब सबै बिजी, कोही के अब मिल्दैनन्, नमिलेपछि दिदीसँगै। नन्दी सेवा स्थल। चाहिँ माथि आइसक्यो मन्दिरको छेउतिर। यहाँ माथि चाहिँ कुकुर बाँदर हेर न, यता र उता कुदिरहेको रहेछ। अब यहाँदेखि चाहिँ हामी यता घुमेर गएर घुम जाने हो। आज चाहिँ पशुपत पार्क घुम्यो, यता घुम्यो, त्यो एउटा मन्दिरतिर आयौँ। भिडियो हेर्नु भएकोमा थ्याङ्क यू। लाइक एन्ड सब्सक्राइब पनि गरिदिनु होला सबैले। नयाँ हुनुहुन्छ भने सब्सक्राइब पनि गरिदिनु होला। Thank you.